1000 रुपियाँ लिएँ। 1000 रुपियाँ लिएर यही चिया पसलहरूमा लगाएँ। त्यहाँबाट पछि फेरि कति 10,000 लिएँ। त्यसले पनि मैले गर्दै गएँ। अनि पछि मैले फेरि 50,000 लिएँ। 50,000बाट मैले खसीहरू पालेको थिएँ। अहिले भयो। त्यहाँबाट पछाडि 2 लाख रुपियाँ लिएर राङहरू पालेको थिएँ। राङहरू पनि अहिले खरिद गरेँ। अहिले मैले 6 लाख रुपियाँ लिएको छु। मैले अनि त्यो वहाँनिर अर्को होटल पनि छोराहरूको लागि चलाइरहेको छु र यहाँ पनि मैले गाई छ, 2-3टा खसी बाख्रा छ। उन्नति प्रगति राम्रै भइ नै रहेको छ। मैले अरू खरिद गरेको छुइनँ, लगानी नै गरिरहेको छु। अहिलेसम्म ठिकै छ। मैले अब यो संस्थाबाट ऋण निकालेर मलाई राम्रो फाइदा पनि भइरहेको छ र मैले चलाउँदै राम्रै चलाएको देखेर संस्थाबाट ऋण पनि राख्नु भएको छ र बिना धितोको अहिले 6 लाख रुपियाँ लिएर मेरो छोराहरूलाई मैले होटल खोलिदिएको छु खाल्टेमा। राम्रो व्यवसाय भइरहेको छ। यो समूहबाट ऋण दिएर चाहिँ 7वटा राँगा पालेको थिएँ। 7वटामा बिक्री गरेर गर्दा 4वटा थियो। अस्ति 4वटा पनि बेचेँ। अब यो वैशाख महिना लगाएपछि 5-7वटा अरू ल्याएर पाल्छु। अहिले माउ बाछा 3 माउ बाछी गाई छन्। मलाई अहिले घाँस नहुने बेलामा यति नै पालिरहेको छु। अब पछि चाहिँ म 5-6वटा राँगा ल्याएर पाल्छु।